गोशाला चाबेल चक्रपथ बुढा नीलकण्ठसम्म हाम्रै चल्छ सिडीको याकुजा त्यतिकै बनेको होइन नि दाइ मेरो मिलन चक्र What's up guys, welcome back to my channel which is fire. ल गाइस आज चाहिँ हैन प्रे दौनेनले हाम्रो यङ वेभ ब्रदर र हैन प्रे आरजी ब्रदर आरजेडी दुई जनाको हैन बीफ हैन अहिले के भइराछ अपडेट दिन आउँदै छु गाइस हैन कसरी सुरु भयो अब लास्ट टाइम हामीले हैन जब हेरेका थियौ हैन उनीहरुको दुईटाको म्युजिक दुईटाको डिस्ट्र्याक्टहरु है कसरी हैन प्रे आरजी ब्रदरले सुरु गरेको थियो हैन प्रे उसको है हुडहरु ल्याएर हैन प्रे अनि भाइ ल्याएर कसरी त्यहाँ मिमिक्री गरे जस्तै हैन प्रे मैले यसले भाइ ल्याएको थिएँ मैले त्यो भन्दा कडा भाइ ल्याएको छु अनि झन् केडाहरु पनि ल्याएको छु त्यसपछि हैन प्रे कसरी है हाम्रो यङ वेभ ब्रदरले रिप्लाई दियो हैन उसको हैन केटाहरु ल्याए प्रे स्टेजमा हैन ब्याक एन्ड फोर्थ हैन पहिलेदेखि भइरहेछ केटाहरुको अहिले चाहिँ आएर हैन प्रे झन् हैन प्रे अर्को मोड लियो हैन यो प्रे बीफले हो त्यो सबै कुरा गर्न जाँदैछु गाइस त्यो कुरा भिडियो हैन ढिला नगरी सुरु गरिहालौँ गाइस तपाईहरु रेडी हो त स्ट्यान्ड लेट्स गो गाइस फर्स्ट अफ अल हैन प्रे यङ वेभ ब्रदर र हैन आरजी ब्रदर दुईटै हैन मलाई एकदम कडा लाग्छ हैन दुईटै ट्यालेन्टेड छन् नेपालको श्री पेजमा हैन प्रे मलाई दुईटा कडा लाग्ने भने उनीहरु दुईटा हो है आफ्नो ठाउँमा खतरा छन् हैन एनर्जी हैन दुवै कडा छ यङ वेभ ब्रदरले कसरी हैन प्रे डिफरेन्ट भर्चुअलिटीहरु देखाइरहेछ हैन प्रे म यसरी गर्न सकिन्छ हैन आरजी ब्रदरले पनि आफ्नो तरिकाले दिइरहेछ नि त हैन तर दुवै जनाको हैन प्रे एटिट्युड हेर्नु पर्ने हैन प्रे स्टेज प्रेजेन्स हेर्नु पर्ने परफर्मेन्सहरु हेर्नु पर्ने सबैमा हैन प्रे कहाँ न कहाँ हैन सबले मिलेर आइरा हुन्छ क्या हुँदा हैन त्यसपछि हैन प्रे नामै तोके केटाहरुले हैन गएर स्टेजमा हैन प्रे कसरी भनाभन पराइदियो नि त हैन उनीहरुको वन अन वन ब्याटल बाडे नै हैन प्रे उनीहरुको सुरु भएछ गाइस म त भन्दा कडा हैन प्रे मेरो केटाहरु छ हैन प्रे यहाँ जान भनेर हैन कसरी हैन ब्याक एन्ड फोर्थ गइरहेछ है दुवै जना स्पेशली लास्ट टाइम हामीले त्यो भिडियो हेरेको थियौ गाइस हेर्नु भएको छैन गएर हेर्नु हैन प्रे दुई जनाको हैन प्रे दुई आफ्नो खालको हैन प्रे डिजहरु आथ्यो नि त हैन आरजी ब्रदरको कसरी हैन प्रे त्यो बीट नै कडा आएर हैन प्रे मान्छेहरु सब ल्याएर स्टेजमा हैन प्रे उले हैन सब केटाहरु उफ्री हैन प्रे कडै ल्याएको थियो नि त हैन हो अब त्यो भन्दाखेरि पनि हैन प्रे यङ वेभ ब्रदरलाई हैन प्रे सबनिमिनल पनि हैन साच्चै रे सिधै पनि भन्दै थियो के ब्रदरले हैन हेरेर नै हैन प्रे परफर्मेन्स हेर्नु भयो नि तपाईले हैन त्यो भिडियो सिधै हैन प्रे त हैन प्रे म भन्दा कडा छैनस् म जस्तो बन्न खोजिस यहाँ त्यहाँ सबै त्यो कुराहरु हैन सिधा हैन उले नै भन्ने हुन्छ अनि क्यामेरा पनि त्यतै जान्छ नि त उनीहरुलाई पनि थाहा छ के हैन सबैलाई थाहा छ दुई जनाको बीचमा चाहिँ हैन टेन्सन छ भनेर के त्यो भएपछि हैन यङ वेभ ब्रदर चुप लाएर बसेन नि त उले हैन प्रे उसको केटाहरु ल्याएर हैन प्रे उले हैन प्रे डिस रिप्लाई दियो नि त हैन दुवै जनाले हैन प्रे ब्याक एन्ड फोर्थ आएपछि गाइस हैन प्रे अब डिसमै मात्रै होस् स्टेजमा मात्रै होस् गीतमा मात्रै होस् हैन प्रे ट्र्याकमा मात्रै होस् भन्ने सबैको सोच थियो नि त हैन तर हैन अब भर्खरै चाहिँ गाइस यो हप्ता चाहिँ हैन प्रे त्यो रहेन दुवै जनाको स्ट्याटस हेर्नु भने प्रे फेसबुकमा उनीहरुले आफ्नो हैन कहाँ ठाउँमा राखेको थिए हैन प्रे केही लफडा परेको जस्तो छ है किनकि आज भन्दा हैन 5 दिन अगाडि हैन प्रे यङ वेभ ब्रदरले के राख्यो भने प्रे स्ट्याटस आँखामा डायमन्ड शट भेटेर पनि चेतिनस् है कान्छा जुन दिन सिरपेज सकिन्छ नि त्यो दिन देख्छस् मुटुरा हुट्टी बलले हैन भाइ तेरो दाइले बुद्धिले खेल्छ अर्को कुरा याद राख त्यो दिन पनि तेरो दाइ बाहिर बाउन्सरसँग डिस्कस गरेर थियो यदि तेरो दाइ अगाडि भएको भए देख्थिस मुटु र हुट्टी धेरै छ अरूको हेरेको हेरै छ तेरो लागि मेसुको डायमन्ड शट नै काफी छ जति सक्सेस भुग्न मुखले हात हाल्न मलाई पनि बाँकी छ जुन दिन दाइको हात चल्छ त्यो दिन कि त छैनस् कि म छैन लेखेर राख रे गाइस अब यो चाहिँ हैन प्रे स्ट्याटस जब हैन प्रे हाम्रो यङ वेभ ब्रदरले हाल्यो नि हैन प्रे फेसबुकमा हैन प्रे त्यो पछि मान्छेहरु प्रे हंगामा मसिन थाल्यो के हो हैन प्रे साँच्चै के भइराछ त हैन प्रे हाना लफडा नै पर्यो त हैन प्रे रियल लाइफ हैन प्रे पछाडी नै बिहाइन्ड द सिन के भइराछ भनेर हैन प्रे अब यो सब जनाले हैन प्रे कमेन्ट गर्न थाले है कमेन्ट अनेक आउन थाले है त्यो भइसक्यो हैन सबैले हैन प्रे ट्याग गर्न थाले हाम्रो हैन प्रे आरजी ब्रदरले हैन अनि त्यसपछि के स्ट्याटस लेख्यो भन्नु न डायमन्ड शट रे 5 जनालाई 25-30 जनाले केही ड्यामेज गर्न नसकेर ग्लास शट सोध ग्लासले गोटीको चार्जमा उत्रियो छ तेरो केटाहरुको ठाउँ नि तेरो केटाहरु नि तेरो बाउन्छ नि तेरो केही भयो त जुत्न आएर पिटै खाएर क्षतिपुत्री माग्ने रे पुसीहरु क्षति माग्न आउने भए किन जुत्न आउने हो पैसा चाहियो भने भन्न डोनेसन उठाउला पहिरो पीडितहरुलाई दुस हान्नु ढुसे फुच्चे ल्याएर खाना खानु नपाएको जस्तो जो चाहिँ पर्ने ठाउँबाट खुल्ले हानेर जग्दाको सिनबाट 10 कोस टाढा बसेर झगडाको फर्स्टमै बस्या जसरी यान त्यान बेसी नभुक श्रीपेजमा भएको सबलाई सोध कस्तो क्वान्टिटी धेरै कसको क्वालिटी धेरै छ थाहा छ सीसीटीभी फुटेज सुन इसाइटीलाई डाइ अब हैन प्रे आरजी ब्रदरबाट हैन यो रिप्लाई आएपछि थाहा भयो कि त्यहाँ लफडा परेको रहेछ त्यहाँ हान परेको रहेछ किनकि हैन प्रे ब्रदरले सीसीटीभी फुटेज आउँछ अनि त्यसपछि थाहा हुन्छ हैन कसको धेरै हैन मान्छे थियो हैन कसको थोरै थियो तैले हैन प्रे 25-30
एउटा मान्छेहरू ल्याएर पनि होइन फेरि हामी होइन 5-10 जनालाई पनि केही गर्न सकिनस्। हो यो कुराहरू होइन फेरि स्ट्याटसबाट हेर्दाखेरि सुन्दाखेरि गाइज होइन फेरि के थाहा हुन्छ भने होइन फेरि लफडा परेछ बिहाइन्ड द सिन है, जुन चाहिँ नपरोस् भनेको होइन फेरि सिरिपेजमा होइन फेरि पर्फर्मेन्सहरूमै होस्, दुईजनाको होइन फेरि कम्पिटेटिभ नेचर छ हो होइन फेरि दुईजना आर्टिस्टहरूकोमा हुनुपर्छ अनि यसरी नै हिपहप अगाडि बढ्छ होइन फेरि रमाइलो हुन्छ एकअर्कालाई होइन फेरि डिस हान्ने यान त्यान भयो भने भनेर होइन त्यो सोचिरहेको थियो। तर अब चाहिँ गाइज होइन फेरि त्यो भन्दा पनि होइन बाहिर पुगिसक्यो गाइज है, लफडा सुरु भइसक्यो है, हान्ने परिसकेको छ गाइज होइन फेरि किनकि आरजी ब्रदरले होइन ल कहाँ पऱ्यो होइन देखा यहाँ त भन्थ्यो उनले सिसिटिभी आउँछ फुटेज होइन कसले हानेको कसले सुरु गरेको कसले होइन फेरि कति मान्छेहरू ल्याएको होइन हाम्रो कतिजना थियो होइन फेरि त्यत्रो ल्याएर पनि केही गर्न सकिनस् भने चाहिँ त्यहाँ होइन फेरि लफडा परेको रहेछ, त्यहाँ फाइट परेको रहेछ क्या। अनि होइन फेरि आरजी ब्रदरको स्ट्याटस पछि होइन फेरि तल कमेन्टहरू पनि त्यस्तै आएको थियो। एउटा कमेन्ट चाहिँ जुन चाहिँ होइन फेरि मैले अलिकति आँखा होइन फेरि क्याच गरिसकेको थियो है, मेरो जी आरजी हामीलाई थाहा छ नि त्यो रात कसले खायो कसको बिल्ला भयो भनेर, जो मान्छे फेरि झगडा परेको बेलामा आफ्नो केटाहरूलाई छोडेर भागिरहेछ नि त्यही बच्चा पो फेरि केही नै खतरा गरेको जस्तो स्ट्याटसमा बौला कुकुर जसरी भुकिरहेको छ एलओएल हो होइन फेरि आफ्नो केटाहरूलाई पनि छोडेर भागेको भनेपछि त्यहाँ होइन फेरि साँच्चै होइन ग्याङ फाइटै परेछ गाइज होइन फेरि यताबाट उताबाट हान परेछ है, जुन चाहिँ अब त्यो नहोस् गाइज भनेको होइन फेरि त्यही भएछ। अब साँच्चै होइन अब यो होइन नेक्स्ट एपिसोडमा के हुन्छ त्यो पनि हेर्नु मन लाग्छ होइन, किनकि होइन त्यो दुईजनाको होइन हान पऱ्यो यहाँ त्यहाँ डायमन्ड सर्टे बाइज होइन फेरि यहाँ त्यहाँ भन्ने कुरा छ नि त होइन, त्यो चाहिँ लास्टै इन्ट्रेस्टिङ हुन्छ। तर पहिलेदेखि हेर्नु भने गाइज होइन फेरि अब स्ट्याटसहरूमा होइन फेरि देखिरहनु भने सेप्टेम्बरदेखि नै होइन फेरि जब होइन फेरि केटाहरूको ब्याक एन्ड फोर्थ परिरहेको छ होइन फेरि हेर्नु भयो भने आरजी ब्रदरले त्यो बेला पनि होइन फेरि स्ट्याटसहरू यस्तो यस्तो ल्याइरहेको थियो क्या, म जस्तो बन्नु खोज्छु नि त सक्दैनस् भाइरल बनाइदिन्छु यहाँ त्यहाँ त्यो सबै होइन यङ वेब ब्रदरलाई नै टुवर्ड्स हो क्या। अहिले होइन फेरि आएर हेऱ्यो भने गाइज त्यो स्ट्याटसहरू सबै होइन फेरि यङ वेबलाई ल्याएर चाहिँ आरजी ब्रदरले है। अनि यो सबै कुराहरू भइरहेको बेला गाइज जब आरजी ब्रदरको त्यो होइन फेरि डिस आयो नि होइन फेरि लास्ट टाइम हामी त्यो भिडियोमा हेरेको थियौँ नि, त्यसपछि होइन फेरि मुभ्स के छ त होइन फेरि हाम्रो होइन कसरी टाइम लाइनहरू गयो, यङ वेब ब्रदर होइन फेरि कसलाई भेट्यो यहाँ त्यहाँ होइन, त्यसपछि होइन एउटा चाहिँ होइन एकदम की पोइन्ट थियो गाइज है, यङ वेब ब्रदरले होइन फेरि पिक्चर राख्यो भिडियोहरू आयो होइन फेरि कहाँ के कसो आयो भने फेरि यङ वेब ब्रदरले चक्रे मिलन गुरुङ दाइलाई होइन फेरि भेटेको है, फोटो हालेको होइन फेरि भिडियो होइन फेरि सबै आइरहेको थियो है। बिग्रेको होइन नि ऱ्यापले मनले भन्छ ऱ्यापले त्यसैले रात दिन प्र्याक्टिस। जसलाई पनि थाहा छ होइन फेरि चक्रे मिलन भनेपछि होइन फेरि त्यो एउटा होइन डनकै नाम हो नि त होइन, काठमाडौँमा होइन फेरि चक्रपथमा होइन फेरि जन्मेको को छ त होइन फेरि चक्रे मिलन, पहिलेदेखि नै होइन फेरि त्यो नाम सबैले सुनिरहेको होइन, ग्याङस्टर होइन फेरि डनहरूको नाममा आएछ होइन फेरि हाम्रो चक्रे मिलन दाजुको नाम आउँछ। झन् राजधानीमा होइन काठमाडौँमा त होइन फेरि नम्बर 1 नै हो होइन, चक्रे मिलनको कति केसहरू छ नि त होइन, जो पनि अब होइन फेरि काठमाडौँमा छ उनीहरूले चाहिँ ठ्याक बुझ्छ हो, अब काठमाडौँमै होइन फेरि भइरहेको होला नि त होइन फेरि नेपालको सिपेजको होइन फेरि अनि काठमाडौँमै छ नि त बौद्ध होइन फेरि बौद्धको होइन फेरि कुराहरू यहाँ त्यहाँ भइरहेको बेला होइन फेरि कहाँबाट हुन्छ आरजी ब्रदर होइन बौद्धबाट नि त उसले आफ्नो होइन रिप्रेजेन्ट गर्छ नि त होइन हो। त्यसपछि चाहिँ होइन फेरि अनेक कुराहरू आएको थियो होइन, हाम्रो यङ वेब ब्रदरले होइन फेरि भिडियो पनि हालेको थियो है, आज मिलन दाइसँग होइन फेरि उसको होइन फेरि खाना खाइरहेको त्यो भिडियो आएको थियो है यङ वेब ब्रदरको च्यानलबाट है। त्यति मात्र होइन फेरि होइन यङ वेब ब्रदरले होइन फेरि फ्री स्टाइल गरेको मिलन चक्रे दाजुसँग त्यो भिडियो पनि होइन फेरि सार्वजनिक भएको थियो है। कतिले गरिरहेछ रिस मनमा बोकिरहेको छु इक मन थिएन खेल्नलाई डिसिनिस तैँले बल्ल सिनमा आएसी हुँदा होइन ब्रदरले भयोभरको सबै नाम लेखिदिएको थियो होइन फेरि अब कसरी होइन फेरि खेलासीले भन्छ नि होइन फेरि यहाँ चक्रपथ होइन फेरि बागमती यहाँ त्यहाँ स्वयम्भू बौद्ध बागमती क्वेडी स्वयम्भू कीर्तिपुर पनि आफ्नै समाजको कुरा सुन्दै बस्न घिन लाग्छ मुजी यहाँ कुरा काट्दै हिँड्छ आफ्नैको। ब्रदरले के होइन फेरि त्यो देखाउनु खोजिरहेको छ नि त काठमाडौँ सबै मेरो होइन केटाहरू सबै छन् होइन सबैतिर छन् मेरो होइन फेरि त्यो ब्रदरले होइन जसरी होइन ल्याएको थियो नि त केटाहरू होइन त्यो होइन फेरि उसले ऱ्यापमा पनि राखेको छ क्या, के कुरा गर्नु छैन यो समाजको आफ्नैले घात या दिँदैन साथ त्यसैले त प्रभाव भयो। अनि आरजी ब्रदरको चाहिँ फेरि बौद्धबाट भनेर होइन रिप्रेजेन्ट गरेर हुन्छ नि त आफ्नो ठाउँ होइन हो, त्यो ठाउँमा पनि मेरो केटाहरू छ होइन फेरि स्वयम्भूमा पनि मेरो केटाहरू चक्रपथ सबै अब काठमाडौँमै केटाहरू छ होइन हुँदा मैले मिलन चक्र दाईसँग होइन फेरि फ्री स्टाइल राखेँ भिडियो राखेँ फोटो राखेँ होइन फेरि भेटेँ राम्रो होइन फेरि रिलेसनसिप छ भनेर त्यो देखाउन थाल्यो क्या। ज्याठा बसन्तपुर कोएटी पिजी र बागमती कुलेश्वर कलङ्की कालीमाटी स्वयम्भू पनि आफ्नै केटाहरूले भरिपूर्ण त्यो फ्री स्टाइलमा होइन फेरि कसरी होइन फेरि मिलन चक्रको होइन फेरि नाम राखेर ब्रदरले कसरी होइन सबैजनालाई त्यहाँ इम्प्रेस गरेको थियो नि त होइन। गौशाला चाबेल चक्रपथ बुढा नीलकण्ठसम्म हाम्रै चल्छ सिटीको याकुजा त्यतिकै बनेको होइन नि दाइ मेरो मिलन चक्र।
यो एउटा हैन पुरै मुभ पनि ब्रदर कसरी हैन पुरै मसँग चाहिँ हैन पुरै न्यू नहोस् त चेकर खेल्लास म चेस खेल्लास किनभने त हैन पुरै दिमाग नलाउलास मेरो हैन पुरै बुद्धि चल्ला हुन्छ म चाहिँ रिसमा मात्र हैन काम चलाउलास भने अब कसरी हैन उले त्यो मुभ्सहरु बनायो नि त हैन त्यहाँबाट थाहा हुन्छ हैन पुरै हैन के मेन्टालिटीमा छ हैन हाम्रो यङ बोय ब्रदर भनेर के त्योहरु हैन सबै एउटा मुभ्सहरु हैन पुरै यङ बोय ब्रदर बनाएको छ कसरी उसको स्ट्याटसमा हुन्छ हैन पुरै नेपको सिपेज जब हैन सिधिन्छ अनि त्यसपछि थाहा पाउँछ यहाँ त भन्ने छ नि त हैन अब नेपको सिपेज चाहिँ के हुन्छ हैन मलाई दुवै जनालाई हैन पुरै टप 5 मा देख्नु मन छ किनकि टप 10 मा चाहिँ छन् दुवै जना अहिले है अब हैन यो लेटेस्ट अपडेट चाहिँ हैन यङ बोय भर्सेस आरजी ब्रदरको चाहिँ यही हो गाइस है यङ बोय ब्रदरको हैन पुरै हैन अनेक ठाउँबाट हैन सपोर्ट आइरहेछ है लास्ट स्ट्याटस फेसबुकमा हेर्नु भने ब्रदरको हैन कसरी जंकी स्क्वाडले चाहिँ पुरै एउटा स्ट्याटस राखेको थियो हैन मेरो भाइ यङ बोयलाई केही गर्नु अगाडि हैन पुरै 10 चोटी सोच्नु पर्छ यति कुरा ध्यान दिए हुन्छ नत्र भोग्नु पर्ला फुच्चीहरु जो सुकै होस् बाकी हेटर्सलाई ह्यापी दशैं भनेर है वो त्यो स्ट्याटसलाई हैन पुरै कसरी हैन पुरै रिप्लाई दिएर कोड दिएर हैन पुरै हाम्रो यङ ब्रदरले के भनेको थियो भन्नु न पारा उडै छु म मस्ट लभ दाइ मेरो जंकी स्क्वाडलाई धेरै धेरै माया छ जंकी स्क्वाडको नि हैन पुरै ब्लगहरु पनि मैले हेरेको थिएँ है उनीहरु हैन सिल्पेजमै गएको हैन पुरै त्यो ब्लगहरु बिहाइन्ड द सिनहरु जब केटाहरु सबै ल्याएको थियो यङ ब्रदरले हैन पुरै त्यो बेलाको हैन बिहाइन्ड द सिन त्यहाँ गएर हेर्नु हैन जंकी स्क्वाडकै हैन पुरै बिहाइन्ड द सिनको भिडियोहरु थियो है पुतलालेको यहाँ त्यहाँ हैन पुरै त्यो डिस्को रिप्लाई हैन पुरै कडै पाराले दिएको थियो नि त हैन हो त्यसपछि पनि हैन यो मान्छेहरुको हैन पुरै अनेक कुराहरु हैन यसमा चाहिँ लास्ट नै भाइरल भएको छ यो बिफ है तर दुवै आर्टिस्टहरुलाई हैन पुरै माया छ यङ बोय ब्रदरले पनि आफ्नो ठाउँ गएर छ आरजी ब्रदरले आफ्नो ठाउँ गएर छ मलाई चाहिँ अब त्यो हैन बाहिर नजाओस् जस्तो लागेको थियो हैन पुरै गइसेछ लफडै परिसेछ झडै परिसेछ है हानै परिसेछ हैन पुरै अब यो चाहिँ नहोस् भनेको त्यही भइसकेछ गाइस यो हैन पुरै बिफमा तर दुवै जनाले हैन पुरै आफ्नो ठाउँमा राखेर आफ्नो हैन पुरै बेस्ट दिएर हैन पुरै मलाई टप 2 मा हेर्नु मन छ आरजी भर्सेस यङ बोय भाइ हेर्दै जाऊ के हुन्छ गाइस तपाईले के अपडेट पाउनु भने चाहिँ मलाई आएर भनिहाल्नु गाइस हैन पुरै मलाई कमेन्टमा राख्नु म हैन पुरै एक कमेन्ट पढेर आउँछु के आयो म आउँछु हैन चेक गर्ने छ नै तर अरु कुनै भिडियो चाहिँ मैले चेक गर्नु जस्तो लाग्छ भने गाइस हैन ड्याङ तल रिक्वेस्ट राख्नु जुनको धेरै किसान चाहिँ त्यही गर्न आउँछु बसमा है अनि तपाईहरु मेरो च्यानलमा नयाँ नजिक गरेर सब्स्क्राइब गर्न नबिर्सनु रातो बटन थिच्नु तलको अनि त्यस साइडको घण्टी पनि बज्नु नबिर्सनु यता ल आजलाई यति नै गाइस सी यु गाइस नेक्स्ट भिडियोमा आउट गाइस पीस जेनोबा स्टोमी स्टे सेफ है त